यो भिडियोमा चाहिँ म एउटा नम्बर सिस्टमदेखि अर्को नम्बर सिस्टममा कसरी कन्भर्ट गर्ने भनेर कुरा गर्नेछु। यसमा चाहिँ बाइनरीदेखि डेसिमलमा कसरी चेन्ज गर्ने। बाइनरी नम्बर सिस्टममा चाहिँ बेसिकली 0 र 1 मात्रै प्रयोग हुन्छ। त्यसैले अब जस्तो कुनै एउटा नम्बर छ जहाँ चाहिँ हामीले 11001111 लेखेका छौँ है। अब यो नम्बरलाई चाहिँ यो बाइनरीमा दिएको नम्बरलाई चाहिँ हामीले डेसिमल नम्बर सिस्टममा चेन्ज गर्नुपर्ने छ। अब त्यो गर्नको लागि चाहिँ पहिले हामीले कतिवटा त्यहाँ टोटल संख्या छ तिनीहरूको प्लेस छुट्याउनु पर्यो। जस्तो यो लास्टको प्लेस चाहिँ 0 त्यसपछिको 1 त्यसै बढ्दै बढ्दै गएर अहिले यहाँ टोटल 7 वटा बिट्स भएको हुनाले सबभन्दा मोस्ट सिग्निफिकेन्टको चाहिँ अहिले प्लेस कति भयो त 6 भयो। र त्यसपछि प्लेस थाहा पाइसकेपछि त्यसको प्लेस भ्यालु लेखेर राख्ने। प्लेस भ्यालु भनेको चाहिँ त्यो सबैमा जति हामीले प्लेस लेखेका छौँ 2 को पावरमा त्यति लेख्ने भयो। अब यो 2 को पावरमै किन त भन्दाखेरि बाइनरीमा चाहिँ जम्मा 2टा बिट हुन्छ, 2टा मात्रै क्यारेक्टर हुन्छ, त्यसैले 2 को पावर राइट। त्यसपछि अब त्यो जुन बिटमा त्यहाँ 1 छ भने 1 × 2 को पावरमा त्यहाँ जति लेखिएको छ त्यो लेख्ने। जस्तो यहाँ यो फाइनललाई चाहिँ 1 × 2 को पावर 0 भयो। अनि त्यसैगरी अब प्लस गर्ने र त्यसपछि 1 × 2 को पावर 1, त्यसैगरी 1 × 2 को पावर 2। अब यहाँनिर चाहिँ यहाँ 0 भएको हुनाले प्लस 0 × 2 को पावरमा 3 भनेर यसरी लेख्ने। त्यसैगरी यहाँ 0 × 2 को पावरमा 4, त्यसैगरी 1 × 2 को पावरमा 5 र त्यसैगरी 1 × 2 को पावर 6। अब पावर थाहा पाइसकेपछि यो सबैमा पावर थाहा भइसकेपछि अब हामीले के गर्नु पर्यो त सबैलाई जस्तो 2 को पावर 6 भनेको कति, 2 को पावर 5 भनेको कति क्याल्कुलेटरमा थिचेर हुन्छ या यतिकै बानी पर्छ। अब अलि पछि तपाईले यो चेन्ज गर्दै जाँदाखेरि 2 को पावर 0 भनेको 1, 2 को पावर 1 भनेको 2, त्यसैगरी 4, 8, 16, 32, 64 यसरी हुन्छ। अनि अब यहाँ सबैलाई राख्ने, त्यसपछि सबै जोड्दाखेरि टोटल आन्सर अहिले 103 आयो। अब यहाँ मैले क्याल्कुलेसनमा के बिगारेको छु भने ख्याल गर्नु होला, तपाईले एकपल्ट रिचेक चाहिँ अवश्य गर्नु होला। यदि कहीं मिस्टेक गरेको रहेछु मैले भने त्यसलाई फेरि तपाई कमेन्ट सेक्सनमा लेख्नु होला। त्यसैगरी अब यो त भयो बिना डेसिमल पोइन्टको। कहिलेकाहीँ परीक्षामा यसरी आउँछ जहाँ चाहिँ 1100.111 छ हैन। अब यहाँ पनि फेरि यसरी नै राख्ने। यहाँ डेसिमल पोइन्ट छ, ख्याल गर्नु होला। त्यसैगरी अब यसरी लेखिसकेपछि अब चाहिँ यसको प्लेस भ्यालु अथवा प्लेस के हुन्छ त ख्याल गरौँ है त। यो डेसिमल पोइन्टको जस्ट लेफ्ट साइडमा भएकोलाई चाहिँ 0 लेख्ने अनि त्यसपछि अगाडि बढाउँदै जाने र राइट साइडतिरको चाहिँ -1 गर्दै -2 -3 यसरी प्लेस हुन्छ र प्लेस भ्यालु भनेको फेरि त्यही सेम कुरा 2 को पावरमा राइट। त्यति भइसकेपछि अब फेरि यसलाई लेख्ने बेलामा अब चाहिँ प्लेस भ्यालु थाहा भइसकेपछि हामीलाई समस्या छैन, सजिलै लेख्न सकिन्छ। 1 × 2 को पावर 3, त्यसैगरी 1 × 2 को पावर -3, त्यसैगरी 1 × 2 को पावर -2, त्यसैगरी 1 × 2 को पावर -1 हैन। अब यहाँ 0 × 2 को पावर 0, त्यसैगरी 0 × 2 को पावर 1, त्यसैगरी 1 × 2 को पावर 2 र अन्तिममा 1 × 2 को पावर 3। अब यो सबैलाई फेरि कसको पावर कति छ त्यो अनुसारले लेख्दै जाने र समग्रमा सबैलाई जोड्दाखेरि चाहिँ अहिले 12.875 आयो आन्सर। हो यसरी सिम्पल छ। बेसिकली एउटा आइडिया के थाहा पाउनु त भन्दै बाइनरीबाट डेसिमलमा चेन्ज गर्ने हो भने 2 ले मल्टिप्लाई गर्नुपर्छ र पावर चाहिँ त्यो प्लेस कुन चाहिँ प्लेसमा छ त्यो अनुसारले त्यो त्यसमा पावर राख्नुपर्छ। अब यसपछि अक्टलबाट डेसिमलमा चेन्ज गर्दाखेरि अब यहाँनिर ख्याल गर्नुहोस् है, यो अक्टल नम्बर हो कसरी त थाहा हुन्छ त भन्दाखेरि यसमा 7 भन्दा माथिको कुनै पनि नम्बर छैन र अर्को एउटा रिप्रेजेन्टेसन गर्ने तरिका भनेको यहाँ बेसमा चाहिँ 8 लेख्ने गरिन्छ।
किनभने त्यहाँ जम्मा 8वटा क्यारेक्टर छ। अब यसलाई पनि सर हामीले लेख्यौँ। त्यसपछि अब सबैको प्लेस लेख्ने तरिका त्यही हो, 0 बाट स्टार्ट गर्ने हैन, सबभन्दा राइट मोस्टलाई 0 लेख्ने अनि बढाउँदै जाने। त्यसैगरी अब प्लेसको भ्यालु चाहिँ के हुने भयो, 8 को पावरमा हुने भयो, किनभने अक्टलमा 8वटा क्यारेक्टरहरू छ। त्यसपछि अब यहाँनिर 3 × 8 को पावर 0, अब यहाँनिर 0 × 8 को पावर 1, त्यसैगरी यहाँ 1 × 8 को पावर 2, त्यसैगरी यहाँ 5 × 8 को पावर 3 हैन, अनि 2 × 8 को पावर 4। अब यो सबैको 8 को पावर कति हुन्छ त्यहाँ क्याल्कुलेटरमा थिच्ने अनि आन्सर समग्रमा अहिले 10,819 आएछ। क्याल्कुलेसन रिचेक चाहिँ अवश्य गर्नु होला, कतै मिस्टेक रहेछ भनेर चाहिँ कमेन्ट सेक्सनमा लेख्न नबिर्सनु होला। अब अक्टलमै यदि डेसिमल पोइन्ट पनि छ भने त्यस्तो बेला के गर्ने त, जस्तो 173.02 लेखिएको छ भने अब यहाँ पनि सेम यो डेसिमल पोइन्ट भन्दा जस्ट छेउको लेफ्टतिरको नम्बरलाई 0 प्लेस लेख्ने र अगाडि बढाउँदै जाने अनि राइटतिरकोलाई चाहिँ -1 लेखेर घटाउँदै जाने। हेर्नुस् यहाँ -1 -2, यदि यहाँ अर्को एउटा कुनै क्यारेक्टर भइदिएको भए हामी त्यसलाई -3 लेख्थ्यौँ प्लेस। त्यसैगरी प्लेस भ्यालु 8 को पावरमा लेख्ने। त्यति भइसकेपछि फेरि अघि चाहिँ हामी यसरी यही कुरालाई हैन त्यहाँ जति नम्बर दिएको छ त्यो इन्टु 8 को पावरको फर्ममा लेख्छौँ र समग्रमा फेरि सबैलाई एकचोटि जोड्छौँ। जोडिसकेपछि आन्सर अहिलेलाई 123.03125 हुँदो रहेछ। 173.20 अक्टलमा चाहिँ 123.03125 डेसिमलमा हुँदो रहेछ। त्यसैगरी अब अक्टल पछि अर्को हेक्साडेसिमलको पालो। हेक्साडेसिमलमा चाहिँ कसरी कन्भर्ट गर्ने यो पनि सेम नै छ, तर यहाँ ख्याल गर्नुपर्ने कुरा चाहिँ के हो त भन्दा हेक्साडेसिमलमा 16वटा क्यारेक्टर छ, त्यसैले हामीले 16 को पावरमा लेख्नु पर्यो। अब यहाँनिर अर्को एउटा थाहा पाउनुपर्ने कुरा के छ त भन्दा जस्तो बी लेखिया छ, यहाँ ए लेखिया छ। अब यो डेसिमलमा त यस्तो क्यारेक्टर हुँदैन भनेपछि हामीले ए भनेको 10 हो, बी भनेको 11 हो भन्ने कुरा पनि सम्झिनु पर्यो र प्लेस लेख्ने, प्लेस भ्यालु लेख्ने। त्यसपछि अब 16 को पावरमा हामीले मल्टिप्लाई गरेर आछौँ, तर ए भनेको 10 हो हैन। अनि त्यसैगरी 0 0 नै भइहाल्यो, 1 1 नै भइहाल्यो, बी भनेको फेरि 11 हो राइट। त्यसपछि अनि 3 3 नै भइहाल्यो। अब यो समग्रमा जति आउँछ क्याल्कुलेसन गर्ने, जोड्ने अनि अहिले चाहिँ आन्सर आउँदो रहेछ 2,41,930 जुन चाहिँ हेक्साडेसिमलमा के रहेछ त 3V10A। अब हेक्साडेसिमलमै पनि फेरि यदि डेसिमल पोइन्टवाला नम्बर छ भने त्यसलाई चाहिँ कसरी गर्ने त, सेम अघि जस्तै नै हो है। डेसिमल पोइन्ट भन्दा जस्ट छेउमा भएको लेफ्ट साइडतिर भएकोलाई चाहिँ 0 लेख्ने, राइट मोस्टमा भएकोलाई चाहिँ राइट साइडमा भएकोलाई चाहिँ -1 लेख्ने। यसरी प्लेस लेखिन्छ। त्यसरी प्लेस भ्यालु 16 को पावरमा लेख्ने अनि ती सबैलाई चाहिँ मल्टिप्लाई गर्दै जाने। ल यसमा चाहिँ ख्याल गर्नुस् है, यो सी भनेको चाहिँ 12 हो अनि डी भनेको चाहिँ 13 हो अनि ई भनेको चाहिँ 14 हुन्छ र एफ भनेको चाहिँ 15 हुन्छ। यो सम्झिने, यो बिर्सिनु हुँदैन। त्यो बिर्स्यो भने क्याल्कुलेसन पुरै बिग्रिन्छ। त्यसैले ख्याल गर्ने र समग्रमा जोड्दाखेरि 736.046875 आउँदो रहेछ।